हामीले चाहिँ हैन बबल सिप्याक कसरी बनाउने भन्ने कुरामा चाहिँ हो हैन यो जस्तै लो सेटअपमा अथवा चाहिँ भेन्टिलेटरहरुको एक्सेस हुँदैन अथवा चाहिँ सबै कुराहरु चाहिँ म्यानेज गर्न नसक्ने ठाउँमा चाहिँ हामीले बबल सिप्याक कसरी बनाउने भन्ने कुरामा चाहिँ म भन्न गइरहेको छु। फर्स्टमा हामीले आर्टिकल्सहरु एसेम्बल गर्नु पर्यो। त्यसको लागि चाहिँ हामीलाई फर्स्टमा चाहिँ एउटा एनएस अथवा चाहिँ स्टेराइल वाटर चाहिँ चाहिन्छ हैन। त्यसपछि हामीलाई चाहिँ अक्सिजन डेलिभरी डिभाइस चाहियो। अनि अर्को भनेको हामीलाई नाजल प्रोङ्स चाहिन्छ। अनि अर्को चाहिँ हामीले यसमा चाहिँ यो ब्युरेट सेट अथवा पिडियाट्रिक ड्रिप सेट चाहिँ हामीलाई चाहियो। त्यसपछि 3 वे स्टप कप एन्ड सीजर चाहियो। अब यो चाहिँ हाम्रो पिडियाट्रिक ड्रिप सेट हैन। हामीलाई यो मास्क चाहिँ चाहिएन। यो अक्सिजन डेलिभरी डिभाइस हैन यो पाइप चाहियो। अनि यो अर्को चाहिँ हामीलाई एप्रोप्रिएट साइजको चाहिँ नाजल क्यानुला चाहिने भयो। एन्ड यो 3 वे स्टप कप। यसलाई चाहिँ हामीले यहाँबाट कट गरिदिन्छौँ। त्यसपछि यसलाई टाई गर्ने मजासँग। यसलाई हामीले यसरी टाई गर्छौँ। यो भयो हैन। त्यसपछि यो हामीलाई सेट चाहियो। अब हामीले यसमा चाहिँ हामीले यसलाई कसरी कनेक्ट गर्ने भनेको छ हैन। यसमा चाहिँ हामीले सबभन्दा पहिला चाहिँ यसरी यसमा यो कनेक्ट गरौँ है। अनि त्यसपछि यो अक्सिजन डेलिभरी पाइप यसलाई नै हामीले कनेक्ट गर्यौं नि हैन। त्यसपछि अब यो यसलाई हामीले कसरी गर्ने भन्दाखेरि चाहिँ अब यो चाहिँ यो पोर्ट भित्र इन्सर्ट गर्न सकिदैन नि त। सो यसलाई चाहिँ हामीले रिमुभ गर्छौं हैन। फोर्स पावर हुन्थ्यो है आएन। फोर्सेपले नै निकाल्नुपर्छ। अफ गर्नु त भिडियो। अब यो हामीले यो यसको यो रिमुभ गरे पछाडी चाहिँ अब यसमा यो इजिली इन्सर्ट हुन्छ नि त। यसरी यो इन्सर्ट भयो। यो 3 वटा भयो हैन। अब यसमा हामीले के गर्ने भन्दाखेरि चाहिँ हामीलाई वाटर चाहिन्छ नि त पिप मेन्टेन गर्नको लागि। सो त्यसको लागि चाहिँ हामीले नर्मल सलाइन अथवा चाहिँ नर्मल सलाइन अर डिस्टिल्ड वाटर चाहिँ हामीले युज गर्न सक्छौं। गरेर हेरौँ न। यसलाई चाहिँ हामीले 100 सम्म नै पुर्याउँछौं। यो हाम्रो 100 सम्म नै भयो। त्यसपछि हामी यसलाई क्लोज गर्छौं है। यसलाई हामीले चाहिँ यो चाहिँ हामीले यसरी लक नै गरेर राख्छौं। अनि यसमा चाहिँ अब के गर्ने भन्दाखेरि यसको चाहिँ दुईटा पाल छ नि त यहाँ र यहाँ छ हैन। अब यसबाट चाहिँ हामीले यहाँको रबर वाला पार्टलाई चाहिँ निकाल्दियौं।
यो चाहिँ हामीले रबर चाहिँ निकाल्नुबाट हाम्रो 2टा होल भयो। अनि यो वाटर सुड बी चेन्ज एभ्री डे होइन, यसले चाहिँ इन्फेक्सन प्रिभेन्सनलाई पनि ध्यान दिनु पर्यो नि त। र अब हामी यसमा चाहिँ कसरी गर्ने भनेर हामी सेटअप गरेर हेरौँ। लाइन छ नि हाम्रो अक्सिजन डेलिभरी पाइप चाहिँ हामी यहाँनिर फ्लो मिटरमा सेट गर्छौँ। ओके, यो चाहिँ हाम्रो जुन नाजल प्रङ्सको साइड छ नि त, यो चाहिँ हामीले पेसेन्ट साइडमा युज गर्छौँ। अनि जुन हाम्रो यो छ नि होइन, यो चाहिँ हामीले यहाँनिर डिप गर्ने भयो होइन, यसलाई सबमर्ज गरिदिने। जस्तै हाम्रो चाहिँ यो 10 छ नि, यो 10 भनेको चाहिँ हाम्रो 1 सेन्टिमिटर हुन्छ क्या होइन 10। अनि जस्तै हामीलाई चाहिँ के भयो भने 5 सेन्टिमिटरमा राख्नु पर्यो भने चाहिँ हामीले 50मा चाहिँ यसलाई यसरी सबमर्ज गरिदिन्छौँ 50सम्म। अनि हामीलाई चाहिँ 6 चाहियो, 6 सेन्टिमिटर चाहियो भने चाहिँ हामी 5 भन्दा तल 40मा चाहिँ हामीले सबमर्ज गर्छौँ कि होइन, यसरी गर्ने। यस्तो भयो होइन। अनि यो स्टप कक चाहिँ हाम्रो ठिक छ होइन, सबै पोर्ट ओपन छ नि त। त्यस पछाडि हामीले यहाँ अन गर्छौँ, फ्लो मिटर अन गर्छौँ। हामीले यसलाई चाहिँ 3 to 4 लिटरमा चाहिँ मेन्टेन गर्छौँ होइन। र यो चाहिँ हामीलाई एकदमै इजी हुन्छ। यसरी गर्नुभयो भने चाहिँ थ्याङ्क यू।